फाइनली हामी चाहिँ बागलुङ कालिकामा आइपुगेका छौँ। बागलुङ कालिका हामी चाहिँ बागलुङ कालिका आइपुगेका छौँ अहिले। आज चैते दशैँको रामनवमीको दिन बागलुङ कालिका दर्शन गर्नको लागि। बागलुङ कालिकामा आज चैते दशैँ रामनवमीको दिन दर्शन गर्नेको एकदम भिडभाड छ। नमस्ते गरिदिनु हो। हामी चाहिँ मन्दिरतर्फ लाग्दैछौँ। दिदी तपाईँ दाइ कति हुन्छ कि जानु खाना साउका साउदा जाने है 1 घन्टा मेन हो त्यस्तो टपिक्सहरू गरिदिनु पर्छ कि अनि बल्ल त्यो भिडियो बन्न पर्छ। दर्शन गर्नेको एकदम भिड छ यहाँ। बागलुङ कालिका मन्दिर, बागलुङ कालिका मन्दिर दर्शन गर्ने अहिले। दर्शन गरेको एकदम राम्रो भिड छ, धेरै लामो लाइन छ यहाँ।
बागलुङ कालिका मन्दिर दर्शन गरिसकेपछि हामी चाहिँ मन्दिरको नजिकै भएको बागलुङ जिल्लाकै सबभन्दा लामो झोलुङ्गे पुल दर्शन गर्न गयौँ। यो पुल चाहिँ एकदम लामो हुने रहेछ। यो पुलको पारीसम्म जाने भनेको आज एकदम भिड भएर पुलमा हामी चाहिँ पारी नपुगिकन त्यहीँबाट हेरेर फर्क्यौँ। पुलबाट तल हेर्दाखेरि कस्तो डरलाग्दो देखिने रहेछ। हामी चाहिँ पञ्चकोट जाँदैछौँ। पञ्चकोट मेरो छोरा घोडा चढेर हिँड्दैछ। हामी चाहिँ अहिले बागलुङ पञ्चकोट मन्दिरमा पुगिसकेका छौँ। अग्लो डाँडामा अवस्थित यस बागलुङ पञ्चकोट मन्दिर साँच्चै रमणीय ठाउँ रहेछ। गीतमा सुनेका थियौँ बागलुङ पञ्चकोट भनेर। आज चाहिँ वास्तवमै यहीँ आएर घुम्ने मौका मिल्यो। एकदम रमणीय ठाउँ रहेछ बागलुङ पञ्चकोट। अग्लो डाँडामा अवस्थित रमाइलो ठाउँ बागलुङ पञ्चकोट। बागलुङ पञ्चकोटमा छौँ है। पञ्चकोट बागलुङ पञ्चकोट सिंह गुफा रहेछ यहाँ चाहिँ। बागलुङको पञ्चकोट मन्दिर दर्शनपछि हामी लाग्यौँ कुस्माको बन्जी जम्पतर्फ। बन्जी हान्ने विचार थियो तर समय अभावको कारणले बन्जी नहानिकन बाहिरैबाट हेरेर हामी फर्क्यौँ। कुस्माको बन्जी जम्प हेरेपछि हामी अब लाग्यौँ कुस्माकै सबभन्दा लामो झोलुङ्गे पुल हेर्नको लागि। उक्त झोलुङ्गे पुल हेरिसकेपछि अब हामी पोखरातर्फ लाग्यौँ। कुस्मापछि अब हामी चाहिँ कास्कीको नाउँ डाँडा आइपुगेका छौँ। पानी परेर कुहिरो लाएर एकदम जाडो भएको हुनाले हामी चाहिँ यहाँ एकछिन बसेर चिया पिएर अब हाम्रो गन्तव्य पोखरातर्फ लाग्दैछौँ। धन्यवाद।